अनि हो गाइज नबुझेको कुरा खै भाइ भाइको यार यो विशेष गरी चाहिँ यो के हो यार यो हामीहरू कसैलाई पनि थाहा छैन यो चाहिँ एउटा अब यो 22-23 वर्षको युवा होइन कपालमा चाहिँ यस्तो भइदियो क्या यो सिरियसली कुरा होइन तपाईँहरूलाई सोधिरहेको छु होइन सायद सबै कुरा जान्ने बुझ्ने के गर्दा सन्चो हुन्छ भनेर मात्र हो हामीलाई मैले चाहिँ यो यस्तो भएको आजसम्म यो युवा अवस्थामा यस्तो भएको मान्छे देखाएको थिएन यहाँ आएर देखिए यसको औषधि चाहिँ के हो विशेष गरी चाहिँ भनिदिनु पऱ्यो हामीहरूलाई त थाहा पनि नभएर पनि हो र गाइज होइन अब यो बिहे नगरिरहेको मान्छेले अब यस्तो अवस्था झेल्नु पर्दा कस्तो हुन्छ सानो मुखमा दानो आउँदा चाहिँ कस्तो फिल हुन्छ किन आएछ दानो भन्दा अब हेर्नु न यो कपालहरू पुरा हेर्दै हेर्दै यो कपालहरू यो आफै क्या अटोमेटिकली कसरी निस्क्यो त यो कपाल यो यसलाई मेन्टेन यो हुनसक्छ नि होइन अनि त्यो यो कुन र के प्रयोग गर्दा र कुन खाना खाँदा चाहिँ यो ठिक हुने सम्भावना हुन्छ यो चाहिँ तपाईँहरूले भनिदिनु होला भन्ने मलाई आशा छ र भन्न चाहिँ भनिदिनु होला जसरी पनि तपाईँहरूको आशा अपेक्षा राखेका छौँ र थाहा पाउनु भएको छैन भने अनि थाहा पाएको मान्छेसँग पुग्नुको लागि चाहिँ यो भिडियोलाई चाहिँ सेयर गरिदिनु होला ताकि भाइको चाहिँ कपालको जुन समस्या छ त्यो समस्या चाहिँ चाँडोभन्दा चाँडो निराकरण होस् भन्ने हामी आशामा छौँ होइन साँच्चीकै यो रोग हामीलाई मैले त देखाएको पनि थिएन मलाई थाहा पनि छैन भाइ तिमीलाई थाहा छ त्यस्तो अवस्था देखाएको थियो कसै तिम्रो गाउँघरतिर कुनै व्यक्तिको त्यस्तो भएको यदि यसको समस्याको समाधान गर्ने केही चिज छ भने बताइदिनु होला हाम्रो साथी चाहिँ पीडित हुनुहुन्छ यो धेरै पीडित हो भाइ यो अवस्था भने होइन अनि भीमले देखाएको थियो यो अवस्था यस्तो भीम देख्न सकिन्छ होइन त्यो भएर हामीलाई चाहिँ कसैलाई थाहा छैन होइन भीमलाई पनि थाहा छैन लामाजी तपाईँले देख्नु भएको थियो यस्तो भाइको फर्स्ट टाइम देखेको हो त्यो भएर चाहिँ रियालिटीमै सिरियसली कुरा हो तपाईँहरूले चाहिँ ऊ भाइको चाहिँ ऊ अलिक तनावमा पनि भइरहन्छ टेन्सन पनि भइरहन्छ होइन कपालको यस्तो अवस्था भएर त्यही भएर होइन बिन्ती छ होइन तपाईँहरूले चाहिँ साँच्चीकै क्या यसको उपचार चाहिँ के गर्दा ठिक हुन्छ र तपाईँहरूले कतै भेटाउनु भएको थियो र उसले कसरी सन्चो गर्यो यो धेरै ठुलो रोग त होइन होला जस्तो लाग्छ र यसरी अटोमेटिकली यो टाउको कपाल अटोमेटिकली खस्दा अप्ठ्यारो हुन्छ त्यही भएर कृपया गाइज होइन यो भिडियो चाहिँ तपाईँहरूले जान्नु भएको छ भने कमेन्ट गरेर भनिदिनु होला यसो गर्दा चाहिँ सन्चो हुन्छ मैले अब तपाईँले देख्नु भएको या कसैले भोग्नु पनि भएको होला होइन त्यही भएर यो एउटा व्यक्तिलाई लाग्ने रोग त होइन होला काहीँ न काहीँ कतिलाई नै भएको होला हुनसक्छ होइन त्यही भएर कृपया यो विशेष यसको बारेमा चाहिँ तपाईँहरूले राम्रोसँग वर्णन गरिदिनु होला तपाईँहरूलाई आउँदैन भने एउटा सेयर गर्नु होला र कुनै एउटा जान्ने डक्टरसँग यो भिडियो पुगेर उहाँहरूले चाहिँ सल्लाह सुझाव चाहिँ हामीलाई दिनुहुनेछ भन्ने हामी आशमा छौँ होइन भाइ लास्टै तनावमा छ देख्न सकिन्छ होइन त्यही पनि हाँसिरहेको छ होइन ह्याप्पी मान्छे हो होइन त्यस्तो छ ठिक छ भाइ तिमीलाई सन्चो हुन्छ टेन्सन नलिऊ होइन गाइजहरूले तिम्रो चाहिँ समस्यालाई चाहिँ सावधान गर्नलाई चाहिँ सानो उहाँको लागि होइन हाम्रो लागि ठुलो सहयोग गर्नेछन् भिडियोलाई सेयर गरेर ल अनि के भन्छौ गाइजहरूले के भन्नु अब यसको दबाई के हो होइन टक्क गरेर अब थाहा छ भने यसो भन्नु होइन अब के भन्नु त्यही अब सकेसम्म होइन सेयर गरेर अब नथाहा भएको मान्छेलाई होइन थाहा भएको मान्छेलाई यसो सेयर गर्दै गएपछि हुन्छ नि त त्यही हो अब के भन्नु ल गाइज होइन भर्खर जुङ्गादारी भर्खर उम्रिरहेको मान्छेको अटोमेटिकली यसरी कपाल झर्दा अत्यन्तै भन्दा नि अत्यन्तै दुःखी हुनसक्छ त्यही भएर उसले गेम खेलेर हाँसेर रमाएर हामी हाँस्ने हँसाउने काम भएर ऊ चाहिँ यो कुरालाई धेरै याद गर्दैन तर सिधा ऐना हेर्दाखेरि चाहिँ उसलाई अत्यन्तै पीडा हुन्छ होइन कृपया यो भिडियो चाहिँ तपाईँले हेरेर यसलाई चाहिँ जसरी पनि यसको निराकरणको लागि चाहिँ तपाईँको प्रतीक्षामा बस्नेछौँ र मेरा आदरणीय दाजुभाइ गुरुवर्ग विशेष गरी गुरुवर्ग जो शिक्षाको बाटो देखाउने उहाँहरूले पनि यो भिडियो हेर्नु भएछ भने यो समस्याको समाधान के हो भनेर एकचोटि खोजिदिनु हुनेछ भन्ने आशा छ होइन र अब सम्पूर्ण आम दाजुभाइ तथा दिदीबहिनीहरूले भाइको चाहिँ भिडियोलाई चाहिँ कृपया सेयर या सल्लाह दुईवटा कुरा गरिदिनु होला भन्ने आशाका साथमा अहिले चाहिँ हामी छुट्टिन्छौँ हस् त नमस्कार।